के तपाईलाई थाहा छ अक्टोबर 2025 देखि नेपालको लाइसेन्स जापानमा आएर चेन्ज गर्नको लागि एकदम स्ट्रिक्ट कडा भएको छ, एकदम रुलहरु कडा भएको छ। अप्रिल 2025 देखि जापान अटोमोबाइल फेडरेसनको ट्रान्सलेसन फी पनि बढेर आएको छ। पहिला 4000 थियो भने अहिले 6000 भएको छ। धेरै जस्तो नेपाली दाजुभाइ दिदीबहिनीहरूले यही प्रोसेसहरु नबुझेर उनीहरुको टाइम वेस्ट, मनी वेस्ट भएको हुनाले आज चाहिँ म यो भिडियोमा हजुरहरुलाई एकदम स्टेप बाइ स्टेप प्रोसेस के हुन्छ, कति कस्ट लाग्छ, कोले एप्लाई गर्न लाग्छ अनि सबैले गर्ने भनेको मिस्टेक के हो भन्ने भिडियोमा एक्सप्लेन गर्न गइरहेको छु। यदि हजुरलाई यदि हजुर जापानमा बसेर नेपाली लाइसेन्स निकाल्दै सोच्नुहुन्छ भने यो भिडियो हजुरको लागि एकदम इन्फर्मेसन हुन्छ। हेलो गाइज, नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। मैले चाहिँ आज यदि हजुरसँग नेपालको लाइसेन्स छ भने त्यसलाई जापानमा आएर कसरी चेन्ज गर्न सकिन्छ भनेर भिडियो बनाउँदै छु। मेन त नेपाल र जापानको ड्राइभिङ लाइसेन्सको डाइरेक्ट कन्ट्र्याक्ट नभएको भन्नाले जस भ्यालिडिटी नभएको हुनाले तपाईले जापानमा आएर सिधै लाइसेन्स चलाउन पाउनु हुँदैन। यसको लागि गाईमेन किरिखाई गर्नुपर्ने हुन्छ, अर्थात तपाईले नेपालको लाइसेन्स यहाँ आएर चेन्ज गर्नुपर्ने हुन्छ। मलाई जहाँसम्म लाग्छ जम्मा 29 कन्ट्रीहरु मात्र छ हैन। जस्तो 29 कन्ट्रीहरुले चाहिँ उनीहरुको लाइसेन्स भयो भने उनीहरुले यहाँ आएर जापानमा नर्मली ड्राइभिङ गर्न पाउँछ भने नेपालमा त्यस्तो डाइरेक्ट कन्ट्र्याक्ट नभएको, भ्यालिडिटी नभएको हुनाले हजुरले यसरी पाउनु हुँदैन। अब जाउँ कोले एप्लाई गर्न सक्छ। सर्ट टर्म भिजिटरहरुले अप्लाई गर्न पाउँदैन। तपाईसँग भ्यालिडिटी भएको जाइरो कार्ड हुनुपर्ने हुन्छ र तपाई जापानमा बसेको हुनुपर्छ। यसका लागि रजिस्टर एड्रेस तपाईको हुनुपर्ने हुन्छ र अर्को छ के डकुमेन्ट चाहिन्छ। डकुमेन्ट चाहिनको लागि हजुरसँग मेन भनेको नेपाली लाइसेन्स भ्यालिड हुनु पर्यो, जाफबाट ट्रान्सलेट गरेको जुन चाहिँ 6000 भएको छ, अनि त्यसपछि हजुरको पासपोर्ट चाहिन्छ, फोटो चाहिन्छ। अनि प्रोसेस के छ त यसको लागि भन्दाखेरि अब सिधै प्रोसेसमा लागिजाम। प्रोसेस भनेको तपाईले सुरुमा यी सब डकुमेन्टहरु पासपोर्ट, जाइरो कार्ड, जुमी हो तपाईले स्याक्सोबाट पनि प्रिन्ट आउट गर्न सक्नुहुन्छ। अनि त्यसपछि फोटो र अनि अर्को छ ड्राइभिङ लाइसेन्सको एप्लिकेसन फर्म। त्यो चाहिँ तपाईले उही ड्राइभिङ एक्जाम सेन्टरमै गएर फर्म भर्नुपर्ने हुन्छ। वहाँ गएर त्यसपछि बुझाउनु पर्ने हुन्छ। त्यो सबै डकुमेन्ट बुझाएपछि एउटा हजुरको नर्मल टेस्ट आई टेस्ट हुन्छ। यदि तपाईको आई टेस्ट भनेको लेफ्ट राइट हुन्छ, त्यो आई टेस्टमा तपाई पास हुनुभयो भने त्यसपछि तपाईको बल्ल त्यसको रिटर्न टेस्ट हुन्छ। रिटर्न टेस्टमा चाहिँ पहिला चाहिँ 10 वटा क्वेशनमा 7 वटा क्वेशन दियो भने पास हुने थियो भने अहिले 1 अप्रिल 2026 बाट चाहिँ नयाँ रुल लागू भएको छ। त्यसको लागि हजुरले 50 वटा क्वेशन दिनुपर्ने हुन्छ र 45 अर्थात 90% आयो भने मात्र हजुर पास हुनुहुन्छ। र एउटा कुरा याद गर्नुस् है, यसमा चाहिँ धेरै म्याक्सिमम मान्छेहरु फेल भइरहेको हुन्छ। यो नेपालमा चलाइराको हो भनेर अनि त्यतिकै गयो भने जस फेल हुने चान्स एकदम धेरै हुन्छ। मैले पनि त्यही सोचेर गएको थिएँ, तर त्यस्तो नहुँदो रहेछ। समटाइम्स भनिन्छ नि ओभर कन्फिडेन्स स्किल्स, त्यस्तो चाहिँ हुन्छ। त्यसको लागि चाहिँ जाफको अफिसियल साइटमा गएर रुल्स अफ द रोड भन्ने बुक पनि अभाइलेबल छ हैन, नेपाली ल्याङ्ग्वेजमा पनि अभाइलेबल छ। त्यहाँ गएर तपाई पढ्न सक्नुहुन्छ। यसो पढेर गएर हेर्यो भने हजुरलाई पास गर्न धेरै सजिलो हुन्छ। यो त भयो रिटर्न टेस्टको बारेमा। अझ तपाईको अर्को आउँछ ड्राइभिङ टेस्ट। ड्राइभिङ टेस्ट चाहिँ तपाईले बाहिर रोडमा गएर चलाउनु पर्ने हैन, त्यो एक्जाम सेन्टरको भित्रैको क्लोज्ड कोर्स चलाउनु पर्ने हुन्छ। त्यसमा चाहिँ अब कोही स्ट्रेट लाइनहरु हुन्छ हैन, अनि कर्भिङहरु भयो, अनि त्यसपछि कर्भिङहरु, अनि त्यसपछि मिरर चेकिङहरु यताउति हेर्छ। यसमा चाहिँ लगभग यसमा चाहिँ 100 को मार्क्सको हुन्छ। तपाईले कुनै कुरा मिस्टेक गर्नुभयो भने त्यो तपाईको पोइन्टहरु काटिदै जान्छ। तर पनि चिन्ता नगर्नुस्, 70 आयो भने तपाई पास हुनुहुन्छ। पास भयो भने तपाईको हातमा त्यही दिनमा लाइसेन्स प्रिन्ट आउट भएको लाइसेन्स तपाईको हातमा आउँछ र तपाईले त्यसपछि गाडी चलाउन सक्नुहुन्छ। अब मेनली भनेको म तपाईले यहाँ खर्च कति लाग्छ भन्थ्यो भने लगभग तपाईहरुको यो जाब ट्रान्सलेसन अनि त्यसपछि एक्जाम फी सेन्टरमा गएर तिर्नुपर्ने फीहरु, अनि जुमीहरु गएर अनि त्यो स्याक्सोमा गएर निकालेको जुमी हो, यताउति गर्दाखेरि लगभग 10,000 देखि 15,000 मा 20 मा पर्न आउँछ। यदि तपाई एकैचोटीमा पास हुनुभयो भने त राम्रो, तर पनि फेल हुनुभयो भने त्यो पैसा फेरि तिर्नुपर्ने हुन्छ। त्यसपछि
वेस्ट अफ मनी भयो। त्यसैले म तपाईँले के रेकमेन्ड गर्छु भने कुनै पनि ड्राइभिङ सेन्टरमा जानुहोस्, मेरो इक्जाम छ, म प्र्याक्टिसको लागि आएको भनेर हजुरले भन्नुभयो भने सर्टेन एमाउन्ट अफ मनी तपाईँले तिरेपछि उनीहरूले तपाईँलाई 1 घन्टा 2 घन्टा आधी घन्टा जस प्र्याक्टिस गर्न दिन्छ। त्यो प्र्याक्टिस गरेर दियो भने हजुरलाई एकदम हेल्प हुन्छ। जस सबै मान्छेहरू नेपालमा चलाइरहेको हो भनेर अनि त्यतिकै जाने भएको हुनाले फेल हुने चान्स पनि धेरै भएको हुनाले जस मलाई चाहिँ के लाग्छ भने त्यसरी फेल हुनुभन्दा चाहिँ बरु 1-2 हजार पहिला नै तिरेर प्र्याक्टिस गर्नुभयो भने तपाईँलाई कन्फिडेन्स पनि बढी हुन्छ र पास हुने चान्स 90% बढेर आउँछ। यही थियो नेपालको लाइसेन्स जापानमा आएर कसरी चेन्ज गर्ने भन्ने भिडियो। यदि तपाईँले यो भिडियो मन पर्यो, हेल्पफुल लाग्यो भने प्लिज लाइक एन्ड सब्सक्राइब। म यस्तै भिडियोको लागि फेरि नै आउनेछु। त्यतिको लागि हजुरको दिन शुभ रहोस्। हस्त नमस्ते।